Hello and namaste everyone, welcome back to my YouTube channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु र आज म के गर्दैछु भनेर तपाईलाई थाहा भइसक्यो होला हैन। आज म यस्तै घरको काम गर्छु अलिअलि हो र आज चाहिँ नयाँ साल, हाम्रो नेपालीहरुको नयाँ साल हो र हजुर सबैजनालाई ह्यापी न्यू इयर हैन। नयाँ सालको धेरै धेरै शुभकामना छ सबैजनालाई र म चाहिँ अब के गर्छु भने यस्तै घरको डेलीको काम हुन्छ मेरो चाहिँ हो, झाडु पोछा यताउता हो, त्यही गर्छु म चाहिँ हैन। त्यही भएर यस्तो मेरो केही नयाँ केही छैन हो, यही रोजको काम यही हो, म यही गर्छु र मैले चाहिँ पूजा पनि गरिसके हो। अन्त अब म ब्रेकफास्ट गर्छु फटाफटी, त्यहाँदेखिको म आफ्नो काम गर्छु। यहाँ हेर्नुस् ल मेरो रुमको हालत चाहिँ कस्तो भएको छ भनेर देखाउँछु म हजुरहरुलाई। फिलहाल चाहिँ मेरो रुमको हालत यस्तो भएको छ। यो चाहिँ के को रुई भन्नुहुन्छ होला हो, यो चाहिँ मेरो सिरानी हो नि त, यो भएको। अन्तदेखि त्यही भएर यो चाहिँ मैला भएछ, यसलाई चाहिँ म मेसिनमा हाल्छु हो। अन्त त्यसको रुई निकालेको, यसको रुई निकालेर धुनुपर्छ नि त, यो मैला भएछ हो। अन्त त्यही हो। त यहाँ चाहिँ मैले सानो प्लान्ट राखेको छु, मनी प्लान्ट हो। अन्त यहाँ चाहिँ बुक्सहरु छ हो। त्यही हो। अब चाहिँ म यो मेरो यस्तो रुमलाई चाहिँ म सफा गर्छु, त्यहाँदेखि फेरि म हजुरलाई देखाउँछु है गाइस। ओके गाइस, बाइ बाइ। म ब्रेकफास्ट पनि गरिहाल्छु, त्यहाँदेखिको फेरि म हजुरलाई यो मिलाएको देखाउँछु। बाइ बाइ गाइस। सो गाइस, मैले चाहिँ ब्रेकफास्ट पनि गरिसकेँ, आमाले पनि खानुभयो, बाबाले पनि खानुभयो हो। अन्त अब छ मेरो यहाँ छ मेरो अब भाँडा धुनु। मैले ब्रेकफास्ट पनि गरिसकेँ र म चाहिँ यहाँ भाँडा धुन्छु हो। भाँडा धुइसकेर त्यहाँदेखिको म आफ्नो ओछ्यानहरू मिलाउँछु, बेडहरू मिलाउँछु। झाडु पोछा त मैले बिहानै गरिहालेँ हो, पूजा गर्नुभन्दा अगाडि झाडु पोछा गर्छु नि त म चाहिँ। अनि त्यही भएर अब म फटाफट भाँडा धुन्छु गाइस। गाइस, म चाहिँ आफ्नो रुममा आइसकेको छु हो। चाहिँ मैला भइहाल्छ नि त। यो चाहिँ मेरो हस्बेन्डको टी सर्ट लगाइरहेछ नि त हो। उहाँले देख्नुभयो भने चाहिँ मेरो टी सर्ट लगाएछ भन्नुहुँदै होला हो मेरो हस्बेन्डले चाहिँ। तर मलाई मेरो हस्बेन्डको टी सर्ट पुरा मनपर्छ नि त, त्यही भएर म चाहिँ मेरो हस्बेन्डको टी सर्ट लगाएको छु। मलाई ठुल्ठुलो मनपर्छ हो, त्यही कारणले। सो गाइस, अब म फटाफटी भाँडा धुन्छु हो। अलिक क्यामेरा चाहिँ यस्तो गर्नु पर्यो। अब चाहिँ म फटाफटी भाँडा धुन्छु। सो गाइस, मैले चाहिँ भाँडा पनि धुइसक्यो। अब चाहिँ म आफ्नो बेड मिलाउँछु हो। बिहानै उठ्नु बित्तिकै ब्ल्याङ्केट त उयो गर्छु कि, तर पनि यो आज चाहिँ यो बेड कभरहरू चेन्ज गर्नु पर्यो भनेर चाहिँ अब बेड कभर चेन्ज गर्छु म गाइस। हेर्दै जानुहोस् ल। म चाहिँ अब बेड कभर चेन्ज गर्छु। म डाइरेक्ट ब्रेड भनेर अब डाइरेक्ट बेड कभर चेन्ज गर्छु, त्यहाँदेखि फेरि हजुरलाई भेट्छु है गाइस। बाई बाई। सो गाइस, मैले चाहिँ आफ्नो बेड पनि मिलाइसकेँ हो। यो चाहिँ किन यसमा राखेको भन्नुहुँदैछ, यो त मेरो टावल हो कि। यो चाहिँ म अब घाममा सुकाउँछु। यो रुई चाहिँ हो, त्यो डलको रुई थियो नि त मेरो पिल्लु, त्यो चाहिँ मेरो माइत घरको हो कि। मैले माइत घरबाट ल्याएर म बिनागुडी क्वार्टरमा बस्दा नि लगी हो। त्यहाँ कति त्यो छ भने ढुक्कै हुन्छ नि मलाई, त्यही कारणले चाहिँ लिएको थिएँ। अन्त यो मेरो बेड पनि मिलिसक्यो। यहाँ चाहिँ ग्याजाङ भइरहेछ हो। यहाँ हुन्छ मेरो हस्बेन्ड र म हो। अन्त अब चाहिँ मेरो चाहिँ यति नै हो। आफ्नो बेड मिलाइसकेँ हो। एन्ड गाइस, यो बेड कभर चाहिँ मैले कहाँबाट पर्चेस गरेको भन्नुहोस् न।
मिसोबाट गरेको कि म चाहिँ यो बेड कभरलाई के भन्नु हो, राम्रो पनि छ भन्नु कि नराम्रो छ भन्नु कि हो, ठिकैको छ यो चाहिँ हो। कहिले मगाएको 1 साल हुन आँट्यो मगाएको थियो, तर यसको क्वालिटी चाहिँ अलिकति मन परेन। बेसी दामको पनि होइन नि त यो, ठिकै त्यस्तै 285 जस्तो कति पर्यो गाइस हो। त्यो नि अहिले कति छ हो थाहा छैन, एक्ज्याक्ट प्राइस मलाई थाहा छैन यसको कति पर्यो, तर 200 देखि चाहिँ माथि नै पर्यो, तर कति पर्यो हो गाइस यसको प्राइस चाहिँ मलाई थाहा छैन। तर ठिकैको छ, त्यस्तो उयो पनि होइन, ठिकैको। मेरो रुमको नि बेड मिलाइसक्यो हो, अब चाहिँ आमाको बेड मिलाउँछु, फटाफट मिलाइहाल्छु, त्यहाँदेखि भेट्छु है गाइस तपाईँलाई। बाई बाई। आमाको बेड पनि मिलाइसक्यो हो, र अब चाहिँ म लुगा भिजाउँछु फटाफटी गाइस हो, त्यहाँदेखि पो खाना बनाउँछु। अब चाहिँ म लुगा भिजाउँछु फटाफटी, यो चाहिँ धोइहाल्नु पऱ्यो है, भिजाइहाल्नु पऱ्यो। भिजाएर अहिले एकछिनमा धुन्छु, अलिक घाम लागेपछि हो। बाथरुममा हालिराख्छु म गाइस। मैले यहाँ सोफा कभरहरू पनि भिजाइसकेँ हो, अब यो चाहिँ 1-2 घन्टा बाद घाम लाग्छ नि, त्यहाँदेखि चाहिँ सुकाउनु पऱ्यो धोएर हो गाइस। मैले चाहिँ सोफा कभर पनि भिजाइसकेँ हो, त्यो चाहिँ अब 2 घन्टासम्म भिजाउँछु, 10 बजेतिर धुन्छु त्यो चाहिँ हो। त्यहाँदेखि घाम लाग्छ नि त, घाम त लाग्नु त बिहानदेखि नै लाग्छ हो, अलिक तिखो घाम लागोस् भनेर त्यो पनि अलिक भिज्छ नि त मजाले। सोफा कभर चाहिँ मैले किन वासिङ मसिनमा नहालेको भने नि, सोफा कभर चाहिँ हाम्रो एउटा हाल्नुभएको रहेछ पहिल्यै वासिङ मसिनमा, त्यो चाहिँ बिग्रेछ हो। अब यो चाहिँ नयाँ हो, यो चाहिँ नयाँ चाहिँ म बिगार्नु चाहदिनँ, त्यही कारणले म चाहिँ यो नयाँ चाहिँ बिगार्नु चाहदिनँ, त्यही कारणले म चाहिँ आफ्नो हातले धुन्छु। यो मेरो हात छ, हात हो, यो हातले धुन्छु म सोफा कभर। ओके गाइस, म चाहिँ अब फटाफटी त्यो भेटिन्जेल चाहिँ अरू काम फिनिस गरिहाल्छु, त्यहाँदेखि फेरि म हजुरलाई भेट्नेछु गाइस। बाई बाई गाइस। मैले चाहिँ लुगा पनि धोइसकेँ हो, अनि एकछिन थाकेँ, अन्त म यहाँ बसेको। अब चाहिँ लुगा सुकाउँछु हो, 11:30 भएछ। अब चाहिँ मेरो लुगा सुकाएर त्यहाँदेखि फेरि लन्च बनाउने टाइम भइहाल्छ हो गाइस। मेरो घरको काम चाहिँ हो गाइस, खाना पकायो खायो हो, भाँडा धुयो, त्यही छ काम चाहिँ यहाँ फिलहाल हो। अब चाहिँ फटाफटी लुगा सुकाउँछु, घाम लागेछ, दसवटा घाम लागिरहेछ यहाँ चाहिँ हो। अब चाहिँ म सुकाउँछु लुगा, त्यहाँदेखिको फटाफटी खाना बनाउँछु। म चाहिँ अब सब्जी बनाउनु आँटेको छु लन्चको लागि हो। यहाँ चाहिँ छ घिरौला, अन्त घरमै फल्थ्यो बैगुन एउटा, त्यो पनि हालिदिएँ। त्यहाँदेखि घरमै फल्यो त्यो बोडी हो, त्यो 2-3वटा त्यो पनि हालिदिएको छु मैले। यहाँ चाहिँ छ मिक्स हो, मिक्स भेज न। अन्तदेखिको यहाँ छ सजुना, सजुना चाहिँ अहिले सबैको घरमा हुन्छ है। सजुना चाहिँ यति मात्रै बनाएको किनकि आमाको लागि मात्रै। र मेरो यहाँ कराई बसिरहेको छु मैले हो। अब म फटाफटी लन्च बनाउँछु। ओके गाइस, हाई एभ्रिवान, मैले चाहिँ खाना पनि बनाइसकेँ हो। र म चाहिँ बिहान पनि नुहाएको हो, अन्त अहिले पनि पुरा गर्मी भयो नि त खाना बनाउँदा के गर्दा हो, त्यही भएर अहिले म जिउ नुहाइधुवाइ गरेर चाहिँ बसेको हो। कपाल चाहिँ नुहाइनँ किनकि हिजो नुहाएको थियो नि त, त्यही कारणले आज कपाल पनि नुहाइनँ हो गाइस। मेरो चाहिँ खानासाना पनि पाक्यो हो, मैले खाना पनि खाइसकेँ र मैले भाँडासाँडा पनि धोइसकेँ हो। त्यही भएर हजुरहरूलाई चाहिँ मैले देखाइनँ किनकि कति भाँडा धोएको हो, कति पकाएको हो यो देखाउनु है। अनि त्यही भएर हो अब चाहिँ म यही मेरो टिका उयो भएछ, म टिका लाउँछु है गाइस। सो गाइस, मैले टिका पनि लगाइसकेँ हो। कस्तो देख्दैछ गाइस भनिदिनुहोस् त। मलाई चाहिँ यो लाउने बानी भएको छ कि टिका लाउने, त्यही भएर लाइन भने कस्तो कस्तो लाग्छ नि त, त्यही भएर लगाएको हो। मेरो हस्बेन्डलाई नि पुरा मनपर्छ टिका लगाएको चाहिँ, त्यही भएर म चाहिँ हमेसा लाउँछु क्या। कोही कोही बेला चाहिँ यताउता कहीँ जाँदाखेरि चाहिँ बिर्सिँदो रहेछ कि लाउनु, त्यतिखेर चाहिँ लाउँदिनँ हो। बिर्सिँदाखेरि त अब याद हुँदैन नि त, अनि यस्तो फोन हेर्दाखेरि चाहिँ याद हुन्छ कि ला म टिका लाइन रहेछु भन्ने याद हुन्छ क्या गाइस। सो मैले चाहिँ अब मैले खानासाना पनि खाइसक्यो अन्त आफ्नो काम पनि सकेँ हो। अब चाहिँ म एकछिन रेस्ट गर्नेछु गाइस।
अन्त हामी चाहिँ आज कहाँ जान आँटेको छु भने नि अहिले इभिनिङ वक थियो हाम्रो। अब घुम्ने जग्गा छौँ यहाँनिर पर कि के भन्छ माताको मन्दिर भनेर थाहा होला सबैजनालाई हो। सन्तोषी माता मन्दिर हो, त्यता साइडमा जाने भनेर सोचिरहेको छु हो। म चाहिँ कहिले गएको छुइनँ नि त, त्यताबाट चाहिँ नेपाल जान्छ अरे नि त आमाले भन्नुभएको। अनि त्यही कारणले म पनि जानु आँटेको छु आमासँग, आमा बाबा हो। गाइस सी यू लेटर, बाई बाई। हेलो गाइस, अघि मैले भनेको थिएँ नि हामी कहाँ जानु आँटेको छु भनेर हो। सो हामी चाहिँ गएको अब हो, गएको इभिनिङ वक हो। इभिनिङ वक त के भन्नु, स्कुटीमा जान आँटेको गाइस हो। अब चाहिँ म तपाईँहरूलाई डाइरेक्ट वहाँ गएर भेट्छु है गाइस, बाई बाई, सी यू लेटर। यहाँ हामी बिगार्ने पछाडि छौँ। हाम्रो क्रिया चाहिँ अगाडि जाँदैछ। बाटो चाहिँ यहाँ यो बाटो कहाँ जाने होला, यो बाटो चाहिँ राम्रो पनि आँटेको छ हेर्नुहोस्। आकाश हेर्नु होला गाइस, ऊ सूर्य चाहिँ डुब्नु आँटेको छ, सनसेट हुनु आँटेको छ। ऊ हेर्नुहोस् यस्तो दामी देखिन्छ, खोलामा सनसेट हुनु आँटेको छ है। गाइस हामी चाहिँ यहाँ यसो इभिनिङ वकमा चाहिँ घुम्नु आएको छु हो। यहाँ छ माताको मन्दिर, यहाँ हुनुहुन्छ आमा, यहाँ हुनुहुन्छ बाबा हो। स्कुटी यहाँ राख्नु। हामी चाहिँ घुम्न आएको, आमाले यहाँ ल्याउनु भएको के भन्छ चौरी घुम्नु हो, चौरी भएको अरे। नयाँ सौदा हाम्रो चौरी यहाँ फाँड दामी अहिले लडायो भने खोला पो रहेछ, ढुङ्गा खोल्ने ठाउँ रहेछ। ए के गर्नुभएको, उत्रिनु कस्तोमा खिच्नु फोटो यहाँ हेरेर बारी यो डिल बारी आज पहिलो वैशाखको दिन चाहिँ सनसेट हुनु लागेको छ। उहाँ हेर्नुहोस् त कस्तो राम्रो देखेको है आमा। दामी हो। अफ रोड थियो कि गाइस, त्यही भएर चाहिँ मैले स्कुटी नलिएको, गाइस, किनकि म सक्दिनँ नि त अफ रोड भएर। यहाँ चाहिँ गाउँहरू छ यति सब, यता मल्लबारी माता मन्दिर। यहाँ त म अझै आएको त फर्स्ट, उयो धँ बोलेको जग्गामा जबडाको मान्छे मन्दिरमा त घुमेको छ, यहाँ घुमेको छैन नि त। तपाईँ आउनुभएको यहाँनिर, यहाँ ल्याउ आउनुभएको आमा, म यहाँ आएको। ए त्यही भएर आज पनि यहीँ जुनेछ ल, अब यहीँ जुनेछ सधैँभरि। 2019 को न्यू इयर में यहाँ आएको हामी। तपाईहरुलाई पनि इच्छा छ भने चाहिँ यो ठाउँ कोही बेला घुम्न आउन सक्नुहुन्छ। अति रमणीय छ, सुन्दर पहाडको फेदीमा बसेको फाट छ समतल, परपर गाउँहरू छ, आनन्द खोलाहरू पनि छ, आनन्द। घाम पनि सूर्य पनि अस्तायो। उयो चाहिँ के को बोट टाँगेको रहेछ हौ पर है बाबा? जमिनहरुकै के होला, पुरा बिग्री भएको रहेछ जमिनहरु, हेर्नु न। बिल्कीहरुको जमिन कता पो हो? पुरा उयोहरु खुट्टीहरु गाडेछ त। बिगा बिगा बिग्छ त्यता। 4 लाख 5 लाख रुपैयाँ बिगा पर्छ कागज पत्र नभएको। सो गाइस हामी चाहिँ आज घुम्नु आएको यहाँ रेडी हो।
मिरिक देख्दैछ है गाइस मेरो ससुराली सनसेट भएपछि ओके गाइस अब हामी एउटा दिएको फोटो खिच्छु त्यहाँदेखि गए भेटौँ है गाइस आमाको छोर्पी हेर्नु न छुर्पी पुरा मिठो लाग्छ नि त फोटो मिरिकदेखि नै मिठो लाग्ने बानी भएको कि गाइस हामी चाहिँ अब घरतिर लाग्यौँ हो एकछिन आएको थियौँ नि त यसो इभिनिङ वक हो अन्त हाम्रो ठाउँ फेरि फेरि वक गर्छौँ नि त घरिको कहाँ गाउँतिर कुनै बेला सुनसान जग्गातिर कुनै यही बाटो नेपाल जान्छ अरे गाइस मलाई थाहा पनि थिएन बाउन्डाङ्गी जान्छ हामी चाहिँ इभिनिङ वक गरेर पनि हेरेर पनि फर्किँदैछौँ हामी चाहिँ अब यहाँ माताको मन्दिर आएको छौँ मायामा माता ए बाबा हुनुहुन्न रहेछ त जाउँ न अन्त मन्दिर हजार चाहिँ हामी पहिल्यैदेखिको आउँथ्यौँ सानोदेखिको माताको मन्दिर चाहिँ हो यहाँ हेर्नुहोस् न हजुर जय माता यहाँ चाहिँ माताको घर हामी चाहिँ सानोदेखिको आएको होला यहाँ मैला भयो चिप्लिन्छ होला यहाँ चाहिँ फेब्रुअरीमा ठुलो मेला लाग्छ हो अन्त यहाँ पूजा हुन्छ हो फेब्रुअरीमा चाहिँ समाजको त यो पर्छ अन्त रुम ए आइसिडिएस होला सेन्टरको रहेछ त प्रिया अनि यही त बनाएको छ भन्थ्यो त्यो उहिले त्यो रहेछ सेन्टर चाहिँ अस्ति भन्दै थियो त्यो उहिले दिदीले क्या सेन्टर यहाँ बनाएको छ ल भन्दै गाइस हामी चाहिँ यहाँ माताको मन्दिर आयौँ हो चाहिँ हामी यहाँबाट घरतिर लागौँ होला है यहाँ बाई बाई